यहाँ तल सारा सुनखरीको बिरुवा रुखमा यो टिपेर लानु पर्यो क्या हौ। सर्छ कि सर्दैन फेरि। यहाँबाट हेर्दा चाहिँ चढ्नु सकिन्छ हो उच्चमा जस्तो लागेको छ होइन। उता गएपछि कस्तो होला, निकै अल्को छ कि गाउँ। यहाँ जानु पनि निकै तल पो छ त। निकै तल पो छ त यार, नजानु पर्यो। ढुङ्गा कत्रो कत्रो छ फेरि। यस्तो चेपचेपमा त के पो बस्छ भन्छ। वेट ओडा जस्तो पो छ। ल कहाँ पुग्नु पो बहिनी त अब म एक्लै परेँ यार। ल हौ पात टिप्दै टिप्दै कहाँ जानु हो फेरि। जमुना बहिनी, जमुना बहिनी, ल सुन्नु भएन त। जमुना बहिनी, ल जमुना बहिनी, लु म एक्लै भएँ यहाँ त। अब बोलाएकै सुन्नुहुन्न त। साइली ला कहाँ माथि माथि रहेछ। म त एक्लै भएँ हौ। हाम्रो जमुना बहिनी पनि त्यतै हो। भाउजू लु पात टिप्दै टिप्दै माथिबाट टुप्पामा जानुभएछ त। जमुना बहिनी सुनेको होइन, पऱ्यो साइले पो सुने बोलाएको। म त अलपत्र परेँ हौ। यी बसिराख्नु कि जानु कि के गर्नु त। डर लागेर आयो हौ। तल बरुवा खोला देखिने छ अलिअलि, तल पो छ त हौ। बरुवा खोला छोडेर माथि आएछ। यो त कहाँ भने बाबरीदेखि माथि हो के अरे। उसकै छेउमा झन्डै आइपुग्यो हामी। बेलदोबान ऊ त्यो डाँडा माथि माथि के अरे साउने जाने हो। अनि ऊ त्यो बेलदोबानकै छेउमा झन्डै झन्डै बेलदोबानको छेउमा पो आएको छौँ हामी। अब म यहाँदेखि कहीँ